भन्न पाउनुपर्छ सभापति। तपाईँको माटोमा यहाँ बदमासी भएको छ। त्यति मात्रै नभएर तपाईँको एसीमा $7,42,659 चाहिने बदमासी भएको छ। त्यसपछि गएर रिटे पानी डाँडामा 32 करोड 2 लाख चाहिने बदमासी भएको छ। फ्युल ट्याङ्कमा 39 करोड 20 लाख बदमासी भएको छ। फ्लाइट प्रोसिजर डिजाइन पैदा गर्नुपर्ने ठाउँमा एयरपोर्ट निर्माण भइसकेपछि फ्लाइट प्रोसिजर डिजाइन यहाँ हामी अहिले हेर्न सक्छौँ। यो भ्रष्टाचार हो कि होइन? यो पनि 22 अरब भित्र गर्नुपर्ने। कतिपय मिडियामा गएर साथीहरूले चाहिने भ्रष्टाचारीको पक्ष पोषण गरेका छन्। त्यो कुरा पनि त सोध्नु विचार गर्नु पर्यो नि मान्य सभापतिज्यू। हामीले 9 महिनासम्म तपाईँको जाने यत्रो मेहनत गरेर प्रतिवेदन बनाएका छौँ। धन्यवाद त कहाँ उल्टो शङ्का गर्ने। यहाँ म भन्न चाहन्छु 14 अरबको ठेक्कालाई सिधै 22 अरब पुर्याइएको छ। सिधै 8 अरब भ्रष्टाचार भयो कि भएन सभापतिज्यू भन्ने फेरि सबैले बोलेपछि त के भयो? अब यो जुन चाहिने उपसमितिले यत्रो मेहनत